सो गाइस वेलकम टु माई ब्लग। आज चाहिँ म होइन गाइस दिदी घरबाट घर गएको ब्लग देखाउँदैछु। तपाईँहरूलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। र म चाहिँ निक्लिसकेको छु र मान्छेलाई बाई बाई गरिसकेको छु। घाम यति तातो छ होइन गाइस, लास्टै तातो घाम छ। र पनि म अब घर जानु पर्यो भनेर निक्लिसकेको छु। बाटोमा बुट्टाबारीबाट गारामुनि जाँदैछु। तपाईँहरूलाई सबै म देखाउने छु। बाटोमा अस्ति यहाँनिर सर्प निक्लेको थियो गाइस। म त आज पनि निस्किन्छ कि भनेर भिडियो गरेर निक्लेन। र अस्ति यहाँ चटपटे लगेको दोकान चाहिँ आज बन्द रहेछ होइन गाइस, पुरै बन्द रहेछ। अनि त्यस पछाडि हामीले अस्ति पेस्ट्री लगेको दोकान हेर्न सक्नुहुन्छ हजुरहरूले, सबैजनाले हेर्न सक्नुहुन्छ। र हामी चाहिँ बुट्टाबारी चोक पुगिसकेको छौँ होइन, चोक पुगिसकेको थियौँ। र यति तातो घाम थियो है गाइस, पुरा तातो घाम थियो। गाडी पनि पाइन्छ कि पाइँदैन भनेर म चाहिँ अलिकति उयो गर्दै थिएँ। र रोडमा निक्लिसकेको थिएँ म। र त्यत्तिकैमा एउटा म्याजिकले मलाई देखेर म्याजिक पनि रोक्काएको थियो। र त्यसैमा म चाहिँ चढ्नतर्फ लाग्न आँटेको छु गाइजहरू होइन। म्याजिकले मलाई रोक्काएर चढ्नतर्फ लागे र म चढिसकेको छु गाइज होइन। यति भिड छ होइन गाइज, यति भिड छ, यति भिड छ, यति भिड छ। यतिकैमा म जाँदैछु। बिर्ता मोड लगभग म पुग्न आँटेको छु है त गाइज होइन, पुग्न लागेको छु। सिटी सेन्टर कटिसकेको छु र पुगिसकेको छु बिर्ता मोड है। अनि टक्क मान्छेहरू पनि निस्किराख्नु भएको थियो र मैले चाहिँ अङ्कललाई होइन पैसा सैसा पनि दिएँ। अनि सट्ट अलिकति भद्रपुर स्ट्यान्डसम्म हिँड्नु पर्छ नि त, त्यही भएर अलिकति हिँड्नु परेको कारणले गर्दा म मस्त हिँडिराखेको छु है त गाइज। मस्त हिँडिरहेको छु तातो तातो घाममा, मस्त हिँडिराखेको छु होइन। म चाहिँ बस स्ट्यान्ड आइपुग्न लागेको छु, आइ पनि पुगिसकेँ गाइजहरू। बसभित्र पनि चढिसकेँ होइन गाइज। मस्त चढेर टक्क खाली सिटमा गएर बस्छु म अब। टक्क लाएर यो सिटमा म बस्छु। अब गाडी कतिखेर जाने हो थाहा छैन, फिक्स छैन। अझैसम्म गाडी गएको छैन र गाडी हिँडिसकेको छ स्लो मोसनमा। र स्लो मोसनमा एकदम स्लो मोसनमा जाँदै हुनुहुन्छ हाम्रो गाडी चाहिँ होइन। मस्त लाएर टक्क स्लो मोसन, यति राम्रो ड्राइभर हुनुहुँदो रहेछ। बिस्तारो र यहाँ बिर्ता बजारमा मस्त बजार लागिरहेको रहेछ। सट्ट हामी चाहिँ यहाँ बिर्ता बजारको दृश्य देखाउँदै हजुरहरूलाई जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ है गाडीमा सरर। अलिकति अब स्पिड बढेको छ हाम्रो गाडीको, सरर गाडीमा जाँदैछौँ। हाम्रो श्री दुर्गा माध्यमिक विद्यालय पनि आइसकेको छ र स्ट्यान्ड पनि आइपुगिसकेको छ। म उत्रेर अङ्कललाई पेमेन्ट सेमेन्ट गरि पनि सकेँ। गरिसकेपछि मैले गाडीलाई बाई बाई गरेँ। अनि त्यस पछाडि बाटो कटेर कारामुनिको मन्दिर अगाडि पुगिसकेँ। त्यस पछाडि हजुरहरूलाई म हिँडेको देखाइरहेको छु। यति तातो घाम थियो गाइज, यति तातो घाम होइन। मैले चाहिँ मेरो बहिनीलाई बोलाएको थिएँ साइकलमा लिन, बहिनी आएकै थिइनन् यत्रो बेरसम्म पनि। त्यस पछाडि म हिँड्दै थिएँ मस्त हिँडिरहेको थिएँ होइन। अनि त्यस पछाडि अनि मेरो बहिनी पनि आइसकेकी छिन् र साइकलमा हामी दुवैजना सरर बुलेट बाइकमा सरर सेल्फी लिँदै हामी गइसकेको छौँ होइन। मेरो बहिनी र म, बहिनीले कपाल काटेर अलिकति नराम्रो देखिएको छ, त्यही कारणले हामीले कालेलाई पनि बोलायौँ, मेरो कुकुरलाई। र त्यस पछाडि होइन गाइज हामी चाहिँ घर आइसकेको छौँ। आजको भ्लग यति नै। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।